हेलो नमस्ते। आज मैले हाम्रो सजिलो प्रडक्ट्सहरू युज गरेर एकदमै सजिलो तरिकामा चिकन र कर्न फ्रिटर्स बनाउन गइरहेको छु। ल सँगै बनाऊ है त। अब सुरुमा म यो कर्न काट्छु। त्यसपछि अलिकति स्प्रिङ अनियन। यो बोलमा मैले कर्न र स्प्रिङ अनियन हालिसकेको छु। त्यसमा अब यो चिकन मिन्स, अब यसमा चाहिँ 1 चम्चा जति हाम्रो हिमालयन सिजनिङ हालिदिन्छु। यसमा अब हाफ कप जति यो चटामरी मिक्स छ, यो पनि हालिदिन्छु र लगभग त्यति नै पानी मिक्स गरिहेर्छु। यो चाहिँ अब सबै मिक्स गरिसकेपछि यतिको देखिन्छ। म चाहिँ यो डिपिङ ससको लागि अभोकाडो र रिकोटा चिज र लाइम जुस र सल्ट पेपर हालेर मिक्स गरिरहेको छु। र यो चाहिँ यतिको स्मुथ भइसकेपछि माथिबाट यो अलिकति यो हाम्रो चिल्ली ओइल छ, त्यो 1 चम्चा जति हालिदिन्छु, मिक्स गरिदिन्छु। दामी बास्ना रहेको छ। ल थोरै तेल हालिदिन्छु। ल हल्का सालो फ्राई गरिदिनुपर्छ। अब चाहिँ म यो हालिदिन्छु चिकन। यसरी लेयर गरिदिइसकेपछि मजाले सालो फ्राई हुँदिने, अलि लो टु मिडियम हिटमा। यो अब 3 मिनट जति भएको छ, मैले पल्टाइदिन्छु। राम्रो गोल्डन कलर आइसकेको छ अहिले नै। हाम्रो सजिलो फुड्समा चाहिँ हामीले बनाएको प्रडक्ट्सहरू चाहिँ एकदम मल्टिपर्पज युज गर्न सकिन्छ। जस्तै यो हाम्रो चटामरी मिक्स नै यस्तो राम्रो प्यानकेक बनाउने युज गर्न सकिन्छ। कति राम्रो देखेको छ यो। यो चाहिँ रेडी भइसकेको छ। माथिबाट यो अहिले बनाएको अभोकाडो र कति चिजको सस, दामी। माथिबाट थोरै चिल्ली ओइल। यो डिस चाहिँ एकदमै हाई इन प्रोटिन, एकदमै न्युट्रिसियस र एकदमै छिटो पाकेको छ। ल अब खाएर हेरौँ त कस्तो भएको छ है त। नाइस। अभोकाडो दामी पिरो पिरो। यो सर्फेस चाहिँ अझ क्रिस्पी नै छ अझ पनि। फेरि हेर्नुहोस्, दामी। तपाईँहरूले हाम्रो प्रडक्ट्सहरू अझ ट्राई गर्नुभएको छैन भने एकचोटि चाहिँ अवश्य ट्राई गर्नु होला। थ्याङ्क यू भेरी मच। बाई।